दर्शकबिन 9 महिनापछि श्रीमान श्रीमतीको भेट भयो, जहाँ चाहिँ प्रीति लिम्बुले उहाँ सन्दीप छेत्रीलाई खोजिरहेको थियो। बराइनदेखि भर्खरै आउनुभएको छ र रातारात आउनुभएको थियो र यहाँनिर चाहिँ अब उहाँको कुरा के छ, अब डिभोर्स गर्नुहुन्छ कि अथवा मिलेर बस्नुहुन्छ। दुईवटा बच्चा छ, त्यो दुईवटा बच्चा चाहिँ हामीले मिडियामा देखाउन सक्यौँ न। दर्शकबिन नमस्ते, म देवेन्द्र लिम्बू, तिनजुरे अनलाइन टिभी हेरिराख्ने सम्पूर्ण दर्शकलाई नमस्ते। यहाँ पहिले पनि भाइरल भएको थियो र बहिनीले भनिसकेपछि भाइ सन्दीप आज आएको छ। अब म सोध्छु बहिनीलाई होइन कि भाइलाई सोध्छु। भाइ नमस्ते। नमस्ते। हजुरको नाम? सन्दीप गर्दोला। गर्दोला छेत्री। हजुर, अघिल्लो समयदेखि नै म यो सधैँ आएको, मेरो फ्यामिलीलाई पनि मैले अहिलेसम्म अब भनेको थिइनँ यो कुराहरू किन बाहिर निकाल्नु, अब यताउति भनेर गवारै राखेको थिएँ 4-5 चोटि माथि। अब जे भन्नु छ अस्ति मैले पनि मिडियामा भनिहालेको छु होइन, धेरै बोल्नुपर्छ जस्तो लाग्दैन मलाई होइन। पहिला पनि अब उहाँहरूकै आफन्तहरू पनि, उहाँहरूको आफन्तहरूले भन्दा पनि मिलेर बसौँ भन्दा माथि पनि धेरै 3-3 चोटि चौकीमा गएकै हो डिभोर्सको लागि भनेर उसैले लगेको। मैले उहाँ पनि छोरा सानै छ भनेर मैले एक्सेप्ट गरेर आएँ। यहाँ आएर पनि अब यस्तै भयो, रात दिन लफडा हुने, केटाहरू ल्याउने 22-23 जना घरमा, यस्तो उस्तो आडाङुडुङ दुनियाँले देखेको छ होइन। अब यहाँभन्दा हद चाहिँ म, किनभने छोरा मान्छे हो नि त, छोरा मान्छेलाई पनि गाह्रो हुन्छ क्या। अब त्यही हो। बहिनीको कुरा उहाँलाई भन्नुपर्ने के छ? उहाँ अब यस्तो सबै कुरा किन गर्नु, सबै कुरा त भइसकिसक्यो। अब उहाँलाई चाहिएको डिभोर्स हो, मलाई के कति दिन्छ, छोराछोरीलाई के कति गर्छ त्यो तरिकाले गरोस् होइन। छोराछोरीलाई पुग्ने मैले के कति माग्छु, मेरोमा के छ होइन, त्यो उसले पुरा गर्छ भन्ने केही अब लफडा झमेला केही कुरै नखोल्ने, उसलाई उसको कुरा पनि म केही देखाइदिन्न। अब त्यही हो दाइ। त्यही हो। हजुर, अब तपाईँ 9 महिना उहाँ सम्पर्क बिन लगभग 1 वर्षको डिफेन्समा होइन। अनि अब तपाईँको दुईजनाको एक आपसमा नमिलेर नै यस्तो हुन्छ प्रायः जस्तो झगडा, नत्र भने श्रीमान र श्रीमती त सुमधुर सम्बन्ध हुन्छ होइन। अनि एकचोटि बिहे गर्नु अरे, अनि एकचोटि घर बनाउनु अरे होइन, त्यस्तो खालको सम्बन्ध हुन्छ। अनि तपाईँको चाहिँ खास के खटपट मतलब खटपट भएको र कि उहाँले भन्नुभयो माथि पनि चौकी लानुभयो? यस्तो हो कुरा चाहिँ के भने उहाँ पनि केटीकै कारणले झगडा भएको, मेन चाहिँ केटीको कारणले अब त्यस्तै हुने, खाने आउने, पिट्ने झगडा हुने। अनि त्यसपछि झगडा भयो। एक दिन चाहिँ म पक्का यसको केटी रहेछ भनेर म माइदा गएर राति झुकाएर आएको थिएँ, केटीसँग बोलिरहेको थियो। मैले भनेको त्यहाँनिर तपाईँहरू डिभोर्सको लागि नै जानुभएको थियो नि त? होइन त्यस्तो केही होइन, अब चौकीमा गएको, चौकीमा त्यो मौखिक भएको, यसो छलफल बस्ने जस्तो मात्रै भएको हो। त्यो निवेदन हेरेर उसलाई कुटाएर त्यो उयो गर्नुपर्छ, उसलाई अब त्यस्तो केही नराम्रो गर्नैपर्छ भन्ने तरिकाले होइन, एउटा चौकी ती भएको कारणले चाहिँ त्यहाँ छलफल गरौँ भन्ने कुरा मात्रै भएको। उसलाई मेरो माइती कुनैले कुटेको पनि छैन, त्यो चौकी लाएर कुटाएको पनि छैन। अनि तपाईँ आज तपाईँको श्रीमान आएको छ विदेश, बराइनदेखि होइन, भन्नु न, बराइनदेखि आएको छ होइन। अनि तपाईँ खुसी हुनुहुन्छ दुःखी हुनुहुन्छ? अब के भन्नु, खुसी दुःखी दुइटै होला दाइ। अब खुसी दुःखी दुइटै हो। अब यता सुन्नु न, यता सुन्नु, म एउटा कुरा भन्छु तपाईँ होइन। अब तपाईँ विदेशदेखि आउँदै हुनुहुन्छ, तपाईँ आएर यस्तो होइन, आएर छोराछोरी तपाईँले खोइ छोराछोरी पनि भन्नु भएन? अब छोराछोरी कहाँ छ, भित्र कता छ, अब यत्रो यहाँ बसेर आउन बित्तिकै मुठी लाङ्री अस्ति मैले भनिनँ मिडियामा, यही हो क्या गर्ने भनेको। अनि छोराछोरी अब तरिका यो होइन नि त।
छोराछोरी चाहिँ के गर्ने त होइन छोराछोरीको उसलाई माया भए हेर्नु मनै भए यत्रो छोराछोरी म दिन्न छोराछोरी लान्छु भने त अब कुन आधारले दिन्न भन्नुहुन्छ कुन ठाउँमा उसले छोराछोरीलाई खुवाएको छु कुन ठाउँमा हेरेको छु भने उसले प्रमाण देखाओस् अनि लैजाओस् ल घर चाहिन्छ अनि यता सुन्नु न अब छोराछोरी दिन्न भन्नुहुन्छ तपाईँले 1 वर्ष कति खर्च भयो त 1 वर्षमा कति खर्च भयो खर्च त लगभग हुन्छ नानीहरूले त्यही तरिका खान्छ दिनै पर्यो उसलाई एक छाक खाना दिएर मात्र भएन बच्चाले के खान्छ कसो खान्छ त्यो तरिकाले मैले दिइराखेकै छु लगाउनु पनि दिइराखेकै छु खर्च त हुन्छ है अब अलि यता पछाडि आउनु खर्च अनि 1 वर्ष उहाँले के खायो के लायो भने तपाईँले अब पैसा पठाउनु भएन उहाँले हेरिरहेको रहेछ त्यसमा चाहिँ के त्यो त अब तपाईँलाई पनि मैले त्यत्रो रेकर्डहरू पठाएको उहाँले पनि 4 वर्ष अगाडिको रेकर्डहरू निकाल्नु भएको रहेछ त्यही कुरामा यहाँ अलिकति मैले त्यो तपाईँको रेकर्डमा सार्वजनिक गरेँ तर त्यो अलिकति किनभने नराम्रो थियो चिजहरू छोरा मान्छे भएर बुझिदिनु भयो त्यो नै ठुलो कुरा हो अनि यता सुन्नु है अब तपाईँले मैले जाने भन्छ चाहिँ 1 वर्षको बच्चाहरूको पनि तपाईँले भ्याउनु तर यस्तो हो तपाईँले बोलेको उहाँबाट कलमा बोलेको रेकर्डहरू पनि पुरा हाल्नु भएन रहेछ काटेर हाल्नु भएछ होइन कुन चाहिँ रेकर्ड ठिक छ केही छैन कुन रेकर्ड अब उसले ब्याकग्राउन्ड निकाल्छ भने मैले पनि ब्याकग्राउन्ड त्यहाँ भनेको थिएँ क्लियरली अब उता सुन्नु तपाईँको डिभोर्स भएपछि तपाईँको नि उसले तपाईँको निकाल्ने त्यस्तो हुन्छ त हुँदैन नि त राम्रो भएन नि त्यो हुँदैन हामीले जुदाउनु भनेर हामी तपाईँहरूमा भन्दैनौँ न तपाईँहरू आफै बहस गरौँ भनेर अब मिडिया लाएर यत्रो अब बेजेत भइहाल्यो केही छैन उता खिच न उता अलिकति 9 महिना मैले अब पैसा पठाइन बच्चालाई हेरेन त्यो मैले गल्ती एक्सेप्ट गरिसकेको छु तर के कारणले होला त्यो पनि कुरा बुझिसक्नु भयो तपाईँहरूले है क्लियरली मैले भनिदिइसकेको छु अस्ति मिडियामा 4वटा भिडियो हाल्नु भएको रहेछ त्यो कुराहरू सबै त्यहाँ भनिसकेको छु तर कतिपय काटेर हाल्नुभयो के छ चित्त नबुझेको कुरा त्योहरू हो ठिक छ केही छैन हाल्नुभयो ठिक छ अब यहाँभन्दा अगाडि चाहिँ अब त्यही हो उहाँले पनि मिडियामा त्यही अनुसारले बोल्नु भएको छ 100% यो गर्छु त्यो गर्छु त्यही तरिकाले जाने हो म त्यही तरिकाले आएको बस अब एकछिन है त्यो त हो कि अब तपाईँको चाहिँ डिभोर्स गर्ने हो कि डिभोर्स नगर्ने भन्ने खालको कुराहरू आउँछ होइन उहाँलाई चाहिएको डिभोर्स हो डिभोर्सको त डिभोर्स नदिएपछि निस्केर गएको हो नि त घरदेखि अब उसलाई डिभोर्स दिँदै मुक्त हुन्छ भने नानीहरूले पढ्नु पाउँछ डिभोर्स गरेपछि त उसले पढ्नु पाउने भयो नि त नत्र त अब मलाई एक्लै त गाह्रो हुन्छ नानीहरू हेर्नु होइन काम गरेर अब नानीहरू पढाउनु पर्यो खानु दिनु पर्यो आफूले पनि खानु पर्यो त्यही पनि बच्चा सानो छ यहाँ बहिनीलाई नानी हेर्नु लाएर म काममा जान्छु अहिले होइन अनि त्यस्तो हुन्छ अनि अब डिभोर्स गरिसकेपछि मुक्त हुन्छ नानीले पढ्न पाउँछ भने म चाहिँ डिभोर्स दिन्छु अब उसले दिन्छु भनिसकेको छ नि त अगाडि नै अब त्यही हो अनि डिभोर्स तपाईँ लिँदाखेरि चाहिँ के तपाईँलाई के हो त्यो पनि भन्नु पर्यो यस्तो अब यहाँ भएको जेठोमेथो घर जति छ त्यो नानीको हुन्छ नानी म बसिन्जेल नानीलाई पढाइन्जेल म बस्नु पाउनु पर्यो अनि मेरो माग छ अब उसले मेरो भविष्य त मैले त बनाउनु पर्यो नि त गरी खाने बाटो हुनु पर्यो मेरो त्यो तरिकाले उसले दियोस् अनि नानीहरूलाई महिनावारी अब कति एकजनाले कति खान्छ कति पढ्छ लाउँछ औषधि बिराम हुन्छ अब औषधि उपचार गर्नु पर्यो त्यही तरिकाले दियोस् बच्चा त अदालतले तपाईँलाई त दिँदैन बच्चा त अहिले त लगभग 16 अनि किन अनि हात चाहिँ किन यहाँ लागेन मेरो यहाँ घाउ भयो अब यहाँनिर मलाई मलमपट्टि लगाइदिनु अब यसो नि त स्कुल फोन गरेर नानी पठाइदियो भने त अब अति भयो क्या किन नानीहरूको दिमागमा असर हुन्छ भनेर यहाँ यस्तो कुराहरू नदेखाउन भनेर मैले नानीहरूलाई स्कुल पठाएको हो नि त होइन त्यो त बिहोर्छु भन्दैछ त यो बिहोर्छु भन्दैछ त यहाँ आउनु यहाँ अलि उता बाहिर क्यामेरा नदेखाउनु अरे भन्नुभएको छ अनि किन पऱ्यो किन हेरेको त सबै देखाइदेऊ हातमा त होइन फेरि होइन के भनेको नानी दिन्न अरे नानीलाई कुन ठाउँमा माया गरेको छ त्यो देखाउस् न त होइन मैले भने खोजेको मिडियाले तपाईँलाई नानी दिने तपाईँ मिल्ने नमिल्ने भनेको होइन मिडिया अदालतले दिने हो यहाँ चाहिँ तपाईँको सहल तरिका होस् भोलि गएर एकै दिनमा डिभोर्स हुन्छ भनेर मात्रै हो यही कुरा गरौँ भने त मिल्दैन नि त अनि त्यो त अदालतले भनिहाल्छ नि बच्चा दिने नदिने के छ त्यो गरौँला नि त भयो त ल अदालतमा के हुन्छ भने अब सिधै भनौँ न कसकोमा बस्ने भन्छ होइन केही बच्चाहरू राख्छ 2 जना राख्छ छोराछोरी कहाँ बस्छु भन्छ त्यहाँ एकछिन आमाको बस्छु भने एकछिन बस्छ अनि कति वर्षदेखि
बाउकोमै आउँछ नि ऊ त त्यो त अदालतले जब हात खुट्टा लाग्छ उसको बुद्धि आउँछ हैन अदालत बच्चाले जे भन्छ त्यही हुन्छ अदालतमै हुन्छ त्यो त बच्चा कुरा छोड्यो त्यहाँ होइन होइन उसले यहाँ राख्छु भन्छ होइन त्यो त अब बच्चाले तिमीसँगै बस्छु भन्छ होला नि त त्यो त अनि अब अहिले सानोले ठुलोले त बाउ लगभग अलिअलि झझल्को होला सानोलाई बाउ कस्तो हुन्छ थाहा छँदै छैन अलि यता आउनु अनि नि यस्तो हो तपाईँले बच्चा लान्छु भन्नुहुन्छ नि अब अदालतले त कानुनले के भन्छ नि त्यो हिसाबले पो गर्ने हो त यहीँ कि तपाईँ टिपेर लानु त मिल्दैन त्यो कानुनले छुटाएपछि गर्ने कुरा हो नि त अनि मिडियाले लैजाऊ भन्नु नि मिल्दैन फेरि त्यो मिल्दैन त मलाई थाहा छ तपाईँले पनि एकैचोटि टिपेर लानु मिल्दैन होइन त्यो भोलि त्यो त पक्कै नि बच्चाले त आमाले भन्छ होला अदालतमा आमाले पाल्छ तपाईँले पैसा भर्ने हो क्या केही छैन कुरो त भयो नि हुन्छ अब तपाईँले सहमति हो नि अब मेरो तपाईँलाई थाहा भनिहालेँ अस्ति मेरो ब्याकग्राउन्डको अंश भनेको माथि पनि त्यही हो यस्तै हो जङ्गल फाडेरै बसेको त्यहाँ पनि अब त्यो पूर्जा भएको केही पनि छैन यो पनि यस्तै हो के हो तपाईँलाई थाहा छ चाहिँ यो अस्ति भनिहाल्नु भयो मिडियामा भनेकै छ अगाडि भिडियोमा पनि अनि अब घर यत्रो बनाएको छँदैछ अब यही हो मेरो मैले आफैले कमाएको भनेको मेरो चाहिँ यही हो मैले बाबुआमाको अंश पनि लिएको छैन मेरो बाबुआमाले आफ्नो बाबुबाजेको पनि लिएको छैन एउटा कुरा म भन्छु सन्दिप सर अब उहाँसँग धेरै कुराकानी गरेँ होइन त्यही हो तपाईँ चाहिँ अब यत्रो 9 महिना लगभग एक वर्ष नै भनौँ न हजुर तपाईँले घरिघरि यसो छिमेकीलाई फोन गरेर मेरो बच्चा के गर्दैछ होइन अब छिमेकी नै अब यस्तै हो त्यो बेला पनि त्यही हो मैले भनिहालेँ तपाईँलाई सबै कुरा अस्ति नै बताएँ खासै बोल्नुपर्छ जस्तो जरुरी लाग्दैन क्या बताउनु भएको छैन यो जस्तै छिमेकीले यसो सोधेर मेरो बच्चाहरू खाँदैछ कि सन्चो छ कि छिमेकीको नम्बर हुनु परेन कन्ट्याक्ट हुनु परेन अरे अनि बहिनीहरूलाई माग्नु सकिन्छ तपाईँको बहिनीहरू छ होला बहिनीहरूलाई उहाँ अब उनीहरू आफ्नो व्यवहारमा हुन्छ तपाईँलाई माया लाग्यो है तपाईँले माया लागेको कुरा भयो है अब म बच्चा लान्छु भन्नुहुन्छ कि अब तपाईँले 9 महिना त्यस्तो अपशब्द बोलेपछि त मन पनि भाँचिन्छ क्या हाम्रो त्यस्तो हो एकचोटि टुटेपछि सक्यो अनि अब डिभोर्स गर्दाखेरि शान्त हुन्छ 5 चोटिसम्म एक्सेप्ट गर्दै आएको माथि पनि 3 चोटि अघिमा साइली छेमा सासूहरू पनि हुनुहुन्छ उहाँहरूले पनि भन्नुभएको बाबु यस्तो बच्चा सानै छ अहिले डिभोर्स नगर ऊ डिभोर्स भनेर उफ्रेको त्यहाँ पनि धेरै 3 चोटि गर त्यहाँबाट ल ठिक छ बच्चा सानै छ त्यतिखेर 28 महिनाको थियो छोरो ल ठिक छ तल जाउँ गरी खाउँ मिलेर गरी खाउँ भन यहाँ आएर पनि ल नि त भने मैले मिलेर गरी नखाने थिएँ भने त मैले घर बनाउँदैन थियो होला नि त जग्गा त पहिल्यै अगाडि किनेको थिएँ म विदेशमा हुँदा उसले नै किनेको उसले उसकै चोइसमा किनेको होइन अनि मैले आएँ घर बनाएँ के यार अति आफ्नो हुँदै आफ्नै ठाउँमा बनाऊ भन्ने पानी के अर्काकोमा भर्न जानु भने 70-80 हजार खर्च गरेर बोरिङ हाने त्यो हो नि त अनि त्यहाँबाट बारमा त्यस्तो हुँदै गएपछि मै नराम्रो हर चिजमा मै नराम्रो भएपछि श्रीमानको ठाउँ नपाएपछि इज्जत नपाएपछि रेस्पेक्ट नपाएपछि हाम्रो पनि साथीभाइ हुन्छ हाम्रो पनि छरछिमेक हुन्छ त्यो हो नि त त्यो ठाउँै छैन भनेपछि मैले अब यो ठाउँमा उभिएर के फाइदा अनि गरौँ न त्यो त्यसो नि यहाँको वाडा हुन्छ कि बच्चाको त्यो जेठोको नाममा ठिक छ उसले राख्छ भने राखोस् तर मेरो माग चाहिँ के छ भने मेरो भनाइ चाहिँ ऊ पछि यदि बिहे गरेर गयो भने यो चाहिँ बच्चाकैमै हुन्छ मैले पनि बेचेर खान नपाउने उसले पनि बेचेर खान नपाउने त्यो त बच्चाको बच्चे बच्चाकै हुन्छ सक्यो पाउँदैन त्यो त पाउँदैन त्यो ठुलो बच्चाको पारेपछि सक्यो के त्यो वाडामा होइन यहाँ टोल विकास समिति हुन्छ कि त्यहाँको अध्यक्ष हुन्छ अनि तपाईँको चाहिँ हात अलिक छिटो होइन अनि रिस उठ्छ नि दाइ यहाँ न मेरो यहाँ दिनु हो नि त उसले दियो त यसले रिस त जसलाई पनि अनि यस्तो गरेको अनि डुवाङ्गे अनि यहाँ त झनै मेरो त नाली नै होइन अनि पहिलाको कुरा निकाल्छ अरे अब उसले के भनेको थियो चाहिँ त्यहाँ म त नि नोबेल कुन चाहिँ अब यहाँ हुन्छ 4 वर्ष होइन नोबेल हस्पिटलमा भर्ना निकाले होइन नि त यो आएको भने यो यस्तो यहाँदेखि लागेको छ कि यहाँ लागेर झनै मरे अनि यसले लागेपछि झनै मरिन नि गरेको त यस्तो नछेको त नि उल्टा नै छ साथी त किन गरेन ड्याममा हानेपछि त श्रीमानको पनि ठाउँ दिनुपर्छ क्या श्रीमान मात्रै यसो त हुँदैन बच्चाको केही गल्ती छैन सक्यो जसले कानुन निकाले जे भन्छ त्यही गर्छन् यसो यता के भन्नुभयो मैले कुरै सुनिनँ त्यही त उसलाई मात्रै इज्जत माग्छ मेरो चाहिँ इज्जतै छैन क्या अब यस्तो अब इज्जत त यस्तो
यो त अब दुबईको होला होइन आफ्नो आफ्नो ठाउँमा छ होइन माइतीको बस्ने छानो छैन माइतीको बस्ने ठाउँ छैन मेरो माइती म एउटा मेरो भोइसले निकाल्यो भने त कति छ तर त्यो भनेको कुरा बुढाबुढीमा अब वडाध्यक्षले चाहिँ गुनासो चाहिँ गर्दै थियो है भाइ त्यसरी यहाँ पनि छ अहिले पनि नम्बर छ होइन होइन त्यो त यहाँ बसेर उसले भनेको हो नि त तर आउँछु नि अहिले भने कुरा म गर्छु क्या जानुभयो अहिले आउनु भएको गर्छु आउनु नि हुन्छ होइन त्यसै आरोप लगाउनु हुँदैन मान्छेलाई होइन भोलि त्यस्तो भन्नु पनि हुँदैन नि त एउटा समुदाय निकाय भित्र बसेपछि उसले भन्नुपर्ने त्यस्तो हो त अब समाजहरू यत्रोजना हुनुहुन्छ वडा अध्यक्षले पनि केही भन्नु भएन अब मिल्छ भने मिलेर बसेको राम्रो किनभने बच्चा छ किन डिभोर्स गर्छौ भन्ने कुरा गर्नुभयो उहाँले नि सबै सर समाजले नै त्यही कुरा गर्नुभएको अब अनि मैले अब अस्ति त्यो फोनमा किन मिलेर बस्छु भनेर किन कन्ट्याक्ट बिन भएको भन्दाखेरि के भन्नु भने वडा अध्यक्षले डर देखाए दुनियाँ भन्यो त्यही भएर मिलेर बस्छु भनेको त भन्नुभयो नि त यहाँ पनि बैठक बसेको हो यहाँ पनि बसेको त पहिला अनि के भएर चाहिँ नमिलेको अब बैठक बस्यो बुधबार बस्यो आइतबार गइहाल्नु भयो अनि मैले भने मेरो ऋणहरू यसरी छ पहिला त म 3500मा काम गर्थेँ त्यहाँनिर अनि ऋणहरू चाहिँ यसरी तिर्दिनु भन्दाखेरि त्यतिखेर दसैँमा आएर चाहिँ नानीको 6 महिनाको फी पनि तिर्दिराख्नु भयो होइन तिर्नु अब तिरेको कुरा तिरेकै भन्नु पऱ्यो 15,000 खर्च दिइराख्नु भयो अनि मैले भने अब ऋण छ यसरी मेरो तिर्दिनु मागेमा आएछ भन्दाखेरि मेरो पैसा साथीले चलाछ तलामा गएर पठाइदिइहाल्छु भन्नुभयो त्यहाँदेखि गएदेखि त छैन कन्ट्याक्ट बिनको कन्ट्याक्ट यो एक वर्षमा कति खर्च भयो भन्दा खर्च त लगभग भयो नि त अब ऋणै छ मेरो 70,000 नानी पढाउनु खानु लगभग कति भयो अब कति भयो भनेर अब खै यति भयो भन्ने कुरै हुँदैन त्यो त हिसाबै गर्नुपर्छ अब बसेर कति छ रे ठुलो नानीको अहिलेको चाहिँ उसको फी मात्रै 22-23 होला कति चाहिँ स्कुलमा बुझ्नुपर्छ अहिले नयाँ बुझेको छैन क्या सानोको 2,000 जति छ कि के छ बुझ्नै पर्छ क्या स्कुलमा तपाईँ नम्बर छ सरको नम्बर तपाईँले अरू त त्यस्तै हो सन्दीप भाइ होइन अब यहाँ 10 महिना कति अब तपाईँ सम्पर्कविहीन हुनुभयो होइन स्कुलको मात्रै बिलहरू धेरै उठिरहेको पहिला पनि त्यही तिरेको थिएन मैले तिर्दै गएको होइन अब 10 महिनाको नि त तिर्ने होला नि त अब त्यहाँ कति छ बिल पहिला सोध्नु न थाहा भइहाल्छ नि त्यो त नि झुटो बोलेर हुँदैन नि त यो मैले तिरिसकेछु नि त ऋण खोजेर अनि तिर्यो भने त उसले त तिर्नु पर्यो नि त मलाई त बिल पनि चाहियो नि त फेरि बिलले हाल्छ बिल भइहाल्छ त स्कुलमै मसँग नभएर स्कुलमा पनि हुन्छ त्यो ढाँटेर खाने कुरा हुन्छ नाम लेखेको तिरेको छैन अनि अगाडिको 6 महिनाको तिरेको छ हो म भोलि त्यो नम्बर दिनु म फोन गर्छु भोलि हुन्छ नम्बर छ यहाँ कति बज्यो अहिले 3 बज्यो स्कुलमा छन् मान्छे अहिले स्कुलमै हुन्छ ए मलाई नम्बर दिनु त्यहाँ फोन गर्दै गर्दा म कुराकानी गर्छु अनि सन्दीप भाइ अब उहाँले भन्नु अब अनि उहाँले तिरेपछि त अब के को शर्तमा चाहिँ गर्ने त कति महिनाको तिर्छ त उसले अब 6 महिनाको तिरेर जानुभएको थियो अस्ति अब 6 महिनाको चाहिँ तिर्नु पर्यो क्या मैले ऋण खोजेर तिरेको छु मलाई दिनु पर्यो क्या 6 महिनाको चाहिँ तिर्नु पर्यो त्यहाँ कल गरेर सोधौँ न कति छ भएन भने मै गएर पनि बुझ्छु नि होइन कल गरेर त उसले तिरिसकेको छ अरे तिरिसकेको छ क्या 6 महिनाको चाहिँ तिर्नु पर्यो तपाईँले 6 महिनाको कति आउँदा छ त्यो उहाँले भनिहाल्छ नि म भन्छु र तपाईँले नम्बर पनि दिन्छु होइन केही छैन अब कुरा लाग्छ मलाई सायद तिरेकै छैन अब पहिला पनि तिरेको थिएन होइन 8-9 महिना तिरेको थिएन अब तिरेरै गएको अहिले पनि छैन होला कति पर्छ ठुलो अहिले 2 मा 2 मा पर्छ हजुर सानो कति सानो भर्खर पिजी हो यसपालिदेखि हालेको यो पिजी ए अनि अब यो घर चाहिँ अब छोराको नाममा दुवैको भएन होइन अनि अरू के अरे तपाईँको कुरा मेरो माग छ के छ माग अब मलाई पैसा दिनु पर्यो अहिलेसम्म कमाएको के कति कहाँ राखेको छ होइन नाम सर्च गरेर त्यहाँ हेर्दा भइहाल्यो अनि यत्रो किन हेर्नु अब यत्रो वर्ष पुसमा पैसा नदिएको त 9 महिना भएछ पैसा नदिएको यो पुसमा 2 वर्ष हुन्छ पैसा नदिएको मात्रै यो पुसमा 2 वर्ष हुन्छ क्या अब कन्ट्याक्ट बिन भएको पो त 9 महिना भयो त कन्ट्याक्ट बिन हुनुभन्दा अगाडि पनि पैसा नदिकन घर आउनु भएको क्या डाइरेक्ट पैसा दिएको थिएन मलाई अगाडि त्यतिखेर पनि डिभोर्स आइज गरौँ भनेर बोलाएको हो नि त डिभोर्स गरौँ आइज अरे आइज फेरि त्यो कुरा हो भने म यहाँ फेरि मोबाइलमा देखाइहाल्छु है देखाउनु मैले डिभोर्स कसरी मागेँ जे हुनु भइसक्यो त्यो भइसक्यो भएर हुँदैन नि त सत्य तथ्य बोल्नु पर्यो के भन्दैछ पुरा फेर्न पाउँछ के भने मिडियामा कसरी जाने हो त्यो हिसाबले गर न सक्यो अब मेरो गरी खाने बाटो देखाइदिनु पर्यो म कतिचोटि भन्नु मेरो गरी खाने बाटो देखाइदिनु पर्यो अब यसो तपाईँको गरी खाने बाटो त अब छोराको नाममा यो हुन्छ ऊ यहाँ बस्दैन तपाईँ बस्नुहुन्छ यो घरमा घरले के खानु दिन्छ मलाई
अब डिभोर्स पैसा त आफै गरी खानु पर्यो नि त अनि तपाईँकोमा छ गरी खानको लागि त नानी ठुलो हुनु पर्यो डिभोर्सै नगर्नु पर्यो होइन डिभोर्स नगरे पनि त उसलाई सोध्नु न डिभोर्स नगरे त 2 वर्ष पैसा पठाएको छ फेरि त्यो त मान्छेलाई सोध्नु पैसा पठाएको छ इन्डियामा चाडा भिडियो हालेर कति हजार कति लाखले हेरिरहेछ डिभोर्स 100% गर्छु भनेर दुनियाँ गरेर यस्तो नाटक चर्ती गरेछ उहाँले मागेको डिभोर्स हो भइसकेपछि सक्यो नि मैले उसलाई कन्ट्याक्टमा आएर धेरैले हेरेको छैन 8 लाखले चाहिँ हेरेको छ 8 लाख सक्यो भाइरल भएको छ 8 लाखले हेरेको छ बाहिर तपाईँको मैले हेरिसकेको छु टप 2 मा पर्छ क्या 8 लाखले हेरेछ हौ भिडियो तपाईँहरूको तर तपाईँ त्यतिखेर विदेश हुनुहुन्थ्यो विदेश भयो अनि भाइरल त हुनुपर्छ त हो त्यस्तो हुने मन थिएन भने कन्ट्याक्टमा आउँथ्यो उसको यहाँनिर पुरानो आइडीदेखि अनलाइन आएको मैले नम्बर देख्दै यसरी फोन गर्नु भनेर त्यो पनि यो मेरो पुरानो नम्बर हो उसलाई थाहा छ नम्बरहरू अनि नि लु त्यो तपाईँ दर्शक भाइ नमस्ते म देवेन्द्र लिम्बू र आज चाहिँ यो विषयमा उहाँहरूको डिभोर्स हुनु लागेछ के विषयमा भनेर तपाईँले एकछिन कुदकुदी पनि लाग्न सक्छ र यहाँ श्रीमान र श्रीमती अब एक आपसमा लामो समयदेखि चाहिँ उहाँको घरेसी झगडाले गर्दाखेरि बच्चालाई पनि असर पर्यो भनेर दुवैजनाले स्वीकारिसकेपछि होइन विभिन्न प्रहरी विभिन्न वाडामा गयो र विभिन्न ठाउँमा लफडाबाजी भयो तर पनि मिल्नै नमिलिसकेपछि उहाँ खोज्दै जाँदाखेरि 9 महिनापछि सम्पर्कविहीन हुँदाखेरि सन्दीप छेत्री बराइलमा हुनुहुन्थ्यो अनि त्यहाँदेखि हामीले मिडियामा उठाइसकेपछि उहाँको भिडियो भाइरल भइसकेपछि उहाँ नेपाल आयो र हरेक कुराहरू भयो र बहिनीले खोजिरह्यो त्यस कारणले श्रीमान र श्रीमती नमिल्नु अथवा डिभोर्स हुनु भनेको एक आपसमा नमिल्नु हो भरसक चाहिँ हामी के भन्छौँ भने सँगै जोडेर बस्नु भन्छौँ तर पनि समयले यस्तै खालको गर्दाखेरि यो विषयमा डिभोर्स हुनु लागिरहेछ भिडियो अन्तिमसम्म हेर्नुहोस् र तपाईँको प्रतिक्रिया के छ त्यहाँ मुनि लेख्नुहोस् नमस्ते सन्दीप भाइ नमस्ते अब निकै भनाभन भयो श्रीमान र श्रीमतीको होइन हजुर मेरो चोरै सुकेछ केही छैन अनि तपाईँले अहिले 5 लाख श्रीमतीलाई दिने होइन हजुर 70,000 चाहिँ सम्पर्कविहीन भएर बच्चा पालेको खाएको दिने अनि 30,000 को चाहिँ तपाईँको बच्चाले मोबाइल खेलाउँछ होइन त्यस गरी 6 लाख दिने स्वार्थको कुरा आएको छ के छ ठिकै छ अब मलाई पनि टाइम चाहिन्छ अब 20 दिनको छुट्टीमा आएको 18 दिन बाँकी होला अब भोलि भेटेन भने प्लस थप्नु पनि पर्छ होइन त्यही हो छुट्टी थप्नुपर्छ पर्छ पैसा चाहिँ खोज्नु पऱ्यो अब खोज्नु पऱ्यो नि त के गर्नु त खोज्नु पऱ्यो नि त अब एकाउन्टकोले मात्रै पुग्दैन होला त्यो अलिअलि अब कति दिने अरे भन्नु त मलाई यहाँ रेकर्ड छ फेरि पछि अब त्यही हो अब उहाँको डिमान्ड टोटली 6 लाख अब त्यो खोजेर दिनु पर्ला नि त 5 लाख हो 5 लाख टोटल्ली 6 लाख पुग्यो नि त 6 लाख पुग्यो टोटली त्यो 30,000 चाहिँ अब मोबाइल किन्दाखेरि तपाईँको छोराछोरीले खेलाउने छोरी मान्छेको छोराछोरी त हुँदैन पकाउने अदालतले त्यसो भन्दैन होला डिमान्ड अनुसार अब दिनै पर्यो होइन तर मलाई टाइम लाग्छ अब अझै प्लस अब 10 दिन थप्न पर्ला भोलि पैसा भेटेन भने अब त्यसमा तपाईँ सहमत हुनुहुन्छ एकदम मिडियाले कुनै करकाप गरेको छ कि छैन यसको करकाप गरेको होइन अब उहाँहरूको डिमान्ड अनुसार त्यो मैले गरिदिएको ओके भइसक्यो मलाई त ओके भयो फेरि भोलि मिडियाले गर्दा चाहिँ यस्तो भयो त्यस्तो भयो भन्नु भएन उहाँलाई अब त्यही अनुसारको चाहिएको डिमान्ड अब त्यही मैले अब नदिन हुने भयो नि त नदिनु भनेको त्यही हो ल बहिनी यता आउनु अलिक तपाईँको नाम के अरे प्रीति लिम्बू अब तपाईँहरूको मिलेन होइन अब तपाईँहरूको मर्जीले नै डिभोर्स गर्नु खोज्दै हुनुहुन्छ कि अथवा तपाईँको चाहिँ छरछिमेकले मिडियाले डिभोर्स गर्नु लाग्यो के छ होइन त्यस्तो होइन अब दुईजनाको मन नमिलेपछि अन्तिम आएर अब डिभोर्स गर्ने आफ्नै निर्णय हो यो निर्णय हो हजुर तपाईँले कति पैसा कति डिमान्ड गर्नुभयो पैसा अहिले अब 5 लाख अनि अब त्यो 70,000 चाहिँ ऋण अनि अब त्यो 30 तपाईँले 5 लाख के को लागि माग्नुभयो त्यो मेरो आफ्नो जीवनको लागि भनौँ न जीवनको लागि हजुर अब त्यसले जिउनु पर्यो होइन त्यो नबजाउनु है त्यहाँ अब त्यही गरिखाने बाटो भनौँ न अब डिभोर्स भइसकेपछि हजुर अब डिभोर्स त अब तपाईँ दुई आपसमा अलिक यता त आपसमा नमिलेर तपाईँको डिभोर्स भएको होला हजुर अब त्यही हो होइन अब त्यो पैसाले अब तपाईँ त कन्या केटी हुनुभयो त्यस्तो चाहिँ नसोध्नु हो नि ऊ पनि कन्या केटा भयो त अब त्यस्तो हो नि त होइन
हो कि भन्दा हजुर अब त्यो त त्यही होला नि कन्ने केटा कन्ने केटी त के भन्नु अब उसले पनि कुनैको रोकछेक केही अब पाएन भएन उसलाई पनि मलाई पनि भएन ऊ स्वतन्त्र जिउँछ म स्वतन्त्र जिउँछु स्वतन्त्र जिउने हो नि हजुर अब तपाईँ डिभोर्स पछि त धेरै समस्या आइलाग्छ फेरि बहिनी त्यो त अब लगभग 100% छोरा मान्छेले भन्दा पनि छोरी मान्छेलाई चाहिँ अलिक गाह्रो नै हुन्छ तर पनि ठिकै छ अब जस्तो आउँछ त्यस्तै टर्छ भन्छ नि अब जसरी भए पनि अब जिउनु चाहिँ जिन्छ ए साँच्चै बच्चाको लागि महिनाको 25,000 भनेको छ है सर हुन्छ त्यसमा के हुन्छ 20,000सम्म सक्छु भनेकै हो अघि मैले त्यहाँ भन्दा सकिँदैन मेरो आर्थिक स्थिति पनि हुनु पर्यो नि त कमाइ पनि हुनु पर्यो नि त कमाइको हिसाबले मैले 20सम्म सक्छु भने हो त्यो त महिना पछि त्यो त भोलि अदालतमा तोक लाग्छ त्यही हो यदि तपाईँले त्यो पैसा पठाउनु भएन भने तपाईँले पछि जग्गाको कारोबार गर्नुभयो होइन कतै कर तिर्नुभयो भने त्यहीँदेखि तपाईँलाई पक्रेर पनि त्यहाँ लान सक्छ होइन ठिकै छ त्यो तोक लाग्छ है ल त्यो चाहिँ हुन्छ त्यो ओके हुनुहुन्छ नि छैन तपाईँको छोराछोरी मैले तपाईँको छोराछोरी मन्थली 15 पठाउँछु भन्दाखेरि अब 20 को डिमान्ड भयो होइन 25-30 को डिमान्ड भयो अब त्यत्रो त मेरो आर्थिक कमाइ पनि त छैन नि त बेसिक त्यही भएर कति एक्ज्याक्टली चाहिँ अब उसले मान्दैन भने अब महिनाको 20 चाहिँ पठाउनु पर्ला भन्ने हो मेरो भनाइ हो त्यो त भोलि अदालत तोक लाग्छ नि त पछि उसले कारोबार गर्दा नि अप्ठ्यारो हुन्छ क्या तोक लाग्छ होइन मैले भनेको चाहिँ 25 देखि चाहिँ नानी चाहिँ 1 रुपियाँ पनि घट्दैन किनभने गाह्रो हुन्छ क्या यहाँनिर व्यवहार थाम्नलाई 25 भन्दा चाहिँ नानीको चाहिँ 1 रुपियाँ मेरो त्यताबाट घटेर त्यहाँ आइपुग्यो भनेपछि नानीको चाहिँ 25 भन्दा चाहिँ 1 रुपियाँ घट्दै गर्दैन अब उसको कमाइ हुँदाखेरि नानीलाई दिने ऊ कमाइ नहुँदा नदिने भन्ने कुरा भएन नि त नानीहरू त जसरी पनि पढाउनु पर्यो खुवाउनु पर्यो अनि ऊ कमाउँदा नहुँदाखेरि चामल ल्याइदिन्छ के ल्याइदिन्छ आफ्नो छोराछोरी हो कपडा ल्याइदिन्छ त्यो त भइहाल्छ नि त्यो त अनि उताबाट अब कानुनी हिसाबले हेर्दाखेरि भोलि छोरा बाउलाई नै दियो भने पनि त त्यो कुरा पनि त हुन्छ नि त त्यहाँ फेरि कुरा फेरिन्छ त्यो त होइन त्यो त यसो हुन्छ नि त यसो हो कानुनले के भन्छ भने तपाईँले चामल यसो उइसकेछ नि त म एउटा कुरा भन्छु कि तपाईँ कानुनले के चाहिँ गर्छ भने तपाईँले चाहिँ चामल लगिदिनु भएको छ कपडा दिइराख्नु भएको छ भने अदालतले त त्यति साह्रो गर्दैन नि त पैसा नहुँदाखेरि कहिले कहिले त्यस्तो स्थितिहरू पनि आउँछ मान्छेको जिन्दगी हो होइन भोलि के होला आज के होला थाहा हुन्न त्यसको लागि उसको उहाँको भन्दा नि डिमान्डले उसको जिन्दगी सुध्रिन्छ उसको जिन्दगीमा राम्रो हुन्छ पनि ठिकै छ केही छैन तर मलाई टाइम चाहिँ चाहिन्छ अलिकति कति टाइम अब आएको समय डेटसम्म त सकिएन भने त मैले प्लस थप्नु पनि पर्छ नि त किनभने यो अब झमेलाबाट क्लियर गरिहाल्नुपर्छ क्या भइहाल्यो भने भोलि पर्सि नै हुन्छ ए भइहाल्यो भने तत्काल पनि हुन्छ तत्काल हुन्छ भएन ग्यारेन्टी चाहिँ छैन ग्यारेन्टी चाहिँ छैन यसको यता अलि यता आउनु पर जानुभयो वारेन्टी पनि छैन त्यो त अब वारेन्टी त छ नि ग्यारेन्टी चाहिँ छैन भन्नु चाहिँ भोलि र पर्सि नै त कहाँबाट हुन्छ त तत्कालै त्यो बा भोलि र पर्सिमा पैसा भेटिहाल्नु भयो भने भेट्यो भने त त्यो त भोलि नै बसिहाल्यो नि त क्लियर गरिहाल्यो नि त मलाई फोन गर्नु भइहाल्यो बुढीलाई अब त तपाईँ अहिले दिवस नआए तपाईँको बुढी हो त बुढीले सिधा गर्नु न त नि होइन उसको नम्बर मसँग पनि छैन म गर्नु पनि छैन होइन नि अब अहिले त बुढाबुढी हो नि त यहाँ कसैले तपाईँको बुढाबुढी होइन भने त यहाँ त तपाईँ दुईजनाले मिलेर अनि भक्कु हामीले कुट्नुभन्दा सकेन त्यस्तो हुँदैन त्यस्तो हुँदैन है त मुङ्रोले यहाँ हान्नुभयो यहाँ मेरो दुखिया छ यता यता दुखिया छ यत्रो मुङ्रो यहाँ कति दुखिया छ पुरा थरथर हातै एकछिन कामिरहेको थियो मेरो ब्याङ्गे हानिहाल्यो यसरी छेकेको यहाँ यो घडीमा ठोकेछ क्या होइन बुढाबुढीको झगडामा भर्सक चाहिँ नबस्नु भनेको होइन अब के गर्नु अब तपाईँ अलिक हान्नु मन लागिरहेछ हौ अझै हान्नु मन लागिरहेछ मलाई अनि हानेर के पाउँछ लु मलाई त अब पहिला मलाई हानेको छ नि त कति हानेको छ नि मलाई त्यो पनि मेरो गल्तीले हानेको भए उनी त केटीको कुराले मलाई कुट्छ भने नि सम्झिँदै रिस उठ्छ क्या मलाई त्यस्तो होइन अब त्यो अब पहिला कुरा छोडिदिनु अब तपाईँ डिभोर्ससम्म सबै कुरा मिलिसक्यो होइन अघि हानिहाल्नुभयो कति हान्नुभयो उहाँले सहिरहेछ सक्यौँ त अब उहाँले सहिरहेछ है तपाईँलाई ठेलेको पनि छैन मैले हेरिरहेको छु भिडियोले नै हेरिरहेको छ होला हजुर क्यामेरा हेरिरहेको थियो होला उहाँले सहिरहेछ होइन अब एक दुई थप्पड हान्नुभयो त्यसरी नगर्नु हातपात नगर्नु के सहमति मिलिसकेपछि हाम्रो केही लाग्दैन र तपाईँहरूको नि केही लाग्दैन तपाईँहरू कमेन्ट गर्नु होला र सन्दीप भाइ स्वतन्त्र तरिकाले जिउने भयो र हाम्रो प्रीति लिम्बू बहिनी हुन्छ उहाँ नि स्वतन्त्र तरिकाले जिउने भयो र बच्चाहरूलाई उहाँले हेर्ने भयो अदालतमा तोक लाएर चाहिँ म पठाउँछु पैसा
विदेशमा म जान्छु भन्नुभएको छ, उहाँ छुट्टीमा आउनुभएको छ अरे र पाउने अधिकार त त्यही हो, उहाँको केही छैन। अब के चाहिँ दियोस् होइन, अब पाउने त त्यही अब 5 लाख पाउँछ, 1 लाख थपेर 6 लाख पाउने भयो। उहाँको जायज नभएको कारणले है फेरि यो यसको अदालतले कुनै हेर्दैन यो, किन भन्दाखेरि अब अचानक ठाउँमा लाग्यो भने सक्यो होइन, सक्यो नि अनि सबै सकेन होइन। अब सक्यो भने त सकेकै आनन्द हुन्छ, फेरि त्यो अर्कै त बाटै अर्को हुन्छ फेरि सकेपछि। तपाईँ दुःखी हुनुहुन्छ कि के हुन्छ? अब लगभग उस्तै नै दुखी सुखी। अब जीवनदेखि टाढिँदा त खुसी त कोही हुँदैन। यो मेन चाहिँ नानीहरूको भविष्य बिगारेर भए पनि उसको चाहिँ बनिँदैछ भनौँ न। होइन नानीहरूले पैसा पठाउँछु भन्दैछ त होइन, यस्तो हो। अब नानीहरूले पैसा मात्र भएर हुँदैन, किनभने उसले बाउको माया पाउँदैन होइन। बाउको माया पाउँदैन, पछि उसले अर्को ल्याउला, म अर्कोसँग जाउँला। अब फल्नाले त तिम्रो बाउ तले अर्को ल्याएको, तिम्रो आमाले अर्को ल्याएको भन्ने कुरा हुन्छ नि हामीलाई भन्दा। हामी त उसले उसको मनले खाएको पाउँछ, मैले मेरो मनले खाएको पाउँछु। नानीले त बाउ आमा पाउँदैन नि त, तर उसले त्यो कुरा सोचेन। अब पहिला नजानु, बच्चा ठुल्ठुलो नहिन्छ, यत्रो 7-8 वर्षको बनाउनु बच्चा। पहिला त अब खै त्यो देख्नु भएन, अनु र त्यो 3 बच्चाको बिजोग भएर आमा पहिला गएर त्यस्तो हुने भए त अब मलाई पनि उसले गरेको कुराहरू अब यसले यसो गरौँ, म यसलाई हेर्दै हेर्दिनँ भने उसले घर बिर्स्यो होइन। मैले पनि त्यो तरिकाले हिँडेको त नानीहरू त्यहाँ त बिचल्ली हुन्थ्यो। त्यो अब पहिला जाने नानी बिजोग पार्ने त अब डिभोर्स हुँदैछ, हजुर अब हुँदैछ, अब पो खतरनाक दिनहरू आउँदैछ त, डरलाग्दो दिन। त्यस्तो त हुँदैन, मबाट त कहिले हुँदैन। त्यो मिना तामाङको देख्नुभयो नि, अहिले उसको आमा अर्कैसँग बाउ यस्तो हानेर घरै 6,000 बेचेर गयो। अहिले बच्चाहरू हामीले उपचार गरिदिँदैछौँ, कति लाख खर्च लाग्छ त्यहाँ होइन। हजुर जे पनि हामी एउटा धर्म गर्छौँ। तपाईँहरूले पनि आज पनि तपाईँले नबोलाएको म आउँदिनँ थिएँ, मान्छेले सोच्ला कि देवेन्द्र लिम्बू किन यस्तो ठाउँमा अचानक पुग्छ भन्छ। तर अब किनभने तपाईँहरूले पनि त बस अलिक सजिलो होस् अदालती काममा भन्ने हुन्छ नि त। हजुर अब यति सहमति भयो भने त सजिलो भयो नि त। ठिक अब तपाईँले ठ्याक्कै गर्ने हो जाने होइन। यो उकिल प्रब्लम भएन, उसलाई प्रब्लम भएन, माथि 2 जना अदालतमा भिड्नु यस्तोरी भिड्नु भने त हो। यताको कालो कोटीले यता यत्रो बिटा हान्छ, उताको कालो कोटीले यस्तो हान्छ यति होइन, बिचमा अनि रातो कोटी के को छिर्छ अनि त्यहाँ कि त समस्या आउँछ नि त होइन, हो नि। अब के हो, म त जान्दिनँ दाइ त्यस्तो त। हो यो चाहिँ कोट चाहिँ भाडामा छ। तपाईँको अरू कोट छ कि छैन? होइन मेरो यही मात्रै 4 वर्ष जुनै भिडियो नि यही कोट मात्रै हुन्छ त नि। सिग्नेचर कोट हो यो त। मान्छेले 17 लाखसम्म लगाइसकेको छ यो कोटलाई। यो राख्ने अरे के, यो के अरे पाठशालामा राख्ने अरे 17 लाखसम्म त लगाइसकेको छ। ए ठिकै छ त्यसो भए त। यसको मूल्य कति हेर्छु जुनै भिडियोमा नि दाइको यही कोट छ क्या। अनि अरूलाई त्यो दाइको चाहिँ अर्को कोट छैन भने छ एउटा कालो